मैले नानीको लागि एप्पल ल्याइदिएको थिएँ, जति नै धोए पनि। अन्त मैले युट्युबमै हेरेर एकताल सिकेको थिएँ, क्यान्डल लगाएर चाहिँ पलिस गरेको हुन्छ भनेर। साँच्ची नै हो रहेछ। यहाँ हेर्नुहोस् न, पलिस गरेको क्यान्डलको पलिस यसरी पलिस गरेको हुन्छ। अन्त मान्छे किन बिमारी नहोस्, फलफुल खाएर पनि मान्छेहरू स्ट्रङ बस्छ भन्छ, तर खोइ यस्तो प्रकारले हुन्छ नि त। यी हेर्नुहोस् न त पलिस, यो क्यान्डल पलिस गरेको हो यो। हात पनि चिप्लिँदैछ। यी क्यान्डल पलिस गरेको हेर्नुहोस् है, यस्तो छ है उयो पनि, फ्रुटहरूमा पनि पलिस गरेर अन्त केही छैन। हाम्रो साथीभाइ पनि जोगौँ, नानीहरूलाई पनि जोगाउँ, फलफुल किन्दाखेरि एकदम हेरविचार गरेर। अन्त विशेष घरमा गएर चाहिँ भिजाएर, एक हात जस्तो भिजाएर त्यहाँदेखि धोएर यसरी छुरीले चाहिँ यसो गऱ्यो भने चाहिँ क्यान्डलको चाहिँ यसरी थाहा पाउने रहेछ है साथीभाइहरू, इष्टमित्रहरू सबैलाई भनेको है। यहाँ हेर्नुहोस्, मेरो ट्र्याकभरि हेर्नुहोस् कस्तो झरेको छ। हुन्छ, थ्याङ्क यू।